शिक्षा मन्त्री सस्मित पोखरेल निस्किए 2400 करोडको मालिक। धनाढ्य मन्त्रीको सूचीमा पोखरेल पहिलो नम्बरमा। करोडौंको घर जग्गा, गाडी र सुन। नसबिन बालेन शाह नेतृत्वको सरकारका धनाढ्य मन्त्रीहरूको सूचीमा राष्ट्र बैंकका हाकिमका छोरा शिक्षा मन्त्री सस्मित पोखरेल 24 करोड सम्पत्तिका मालिक रहेको देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो र परिवारको नाममा रहेको करिब 24 करोड 16 लाख बराबरको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। त्यसमा करोडौं मूल्यका घर जग्गा, सुनचाँदी, सवारी साधन, बैंक ब्यालेन्स र विभिन्न कम्पनीका शेयर लगानी समेत समावेश छन्। सार्वजनिक गरिएको विवरण अनुसार मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौँमा 3 आना क्षेत्रफलमा बनेको 2.5 तले घर रहेको छ, जसको मूल्य 4 करोड रुपैयाँ उल्लेख गरिएको छ। त्यस्तै काठमाडौँको मूलपानीमा 6 आना जग्गा रहेको छ, जसको मूल्य 5 करोड रुपैयाँ तोकिएको छ। त्यस्तै मोरङमा पनि उनको नाममा जग्गा छ। त्यसको अलावा पारिवारिक सम्पत्ति पनि करोडौंको छ। उनले 75 लाख रुपैयाँ ऋण पनि रहेको आफ्नो विवरणमा जनाएका छन्। सस्मितका बुबा राष्ट्र बैंकका हाकिम हुन्। राष्ट्र बैंकका कर्मचारीको काठमाडौँमा करोडौं घर, विभिन्न ठाउँमा जग्गा, सुन सहित 24 करोड भन्दा बढीको सम्पत्ति कसरी आर्जन भयो, यसको स्रोत खुलाउन सामाजिक सञ्जालमा माग उठ्न थालेको छ।